नमस्कार, म भलिबल खेलाडी रेशम छन्ट्याल। म चाहिँ धेरै पछि आफ्नो फेसबुकमा एउटा दुईटा कुरा राख्न आइरहेका छु। म कुनै राजनीतिक दलको पनि होइन, म कुनै पार्टीको मान्छे पनि होइन, म कुनै विभागको मान्छे पनि होइन र म एउटा यस्तो मान्छे हो कि म मेरो देश हाँसेको हेर्न चाहन्छु। तसर्थ म आज एउटा दुईटा मेरो जिज्ञासा मनमा उर्लिएको खुल्दुली भएको कुराहरू तपाईँमाझ लिएर आइरहेको छु। तपाईँ हामी सबैलाई थाहा भइरहेको कुरा हो, चुनाव नजिकै आइरहेको छ। फागुन 21मा चुनाव छ। यो चुनावमा चाहिँ हामी सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ साथी बहिनीहरू लगायत सम्पूर्ण मेरा भलिबल फ्यान्स फलोअर्स लगायत देश विदेशमा रहनुहुने हरेक नेपाली बुवा आमा दाजुभाइ साथी बहिनीहरू, यो पालि हामी सबै नेपाली बुवा आमा दाजुभाइ साथी बहिनीहरूले यो तेरो यो मेरो, यो तेरो पार्टी यो मेरो पार्टी नभनेका देश बदल्ने तर्फ लागौँ। पहिला मन बदलौँ, त्यसपछि मत बदलौँ र त्यसपछि देश बदलौँ। त्यो सबै तपाईँ हाम्रै हातमा, हाम्रै हातको कुरा हो। खै त 30-35 वर्ष पहिलादेखि गफ सुनेकै छौँ। झुटो आशा आकाङ्क्षा हामीले बोकेर हिँडेकै छौँ। हरेकको घर दैलोमा कालो पिस्रो आउँछ भन्नुहुन्थ्यो, खै त्यो पनि आएन। हरेक गरिबको घरमा ग्यासको सुविधा हुनुहुन्थ्यो, खै त्यो पनि आएन। 5 वर्षमा स्विजरल्यान्ड बनाइदिन्छ नेपाललाई भन्नुहुन्थ्यो, खै त्यो पनि बनेन। थाहा छ त सबै तपाईँ हामीलाई। अब नयाँ नेपाल बनेको हेर्ने आश भनेको एउटा नयाँ नेता हो। ती नयाँ नेताहरूले हामीले सपोर्ट गर्नुपर्छ। अझै पनि हाम्रो नेपालमा के प्रविधिहरू आइरहेको छ भने त काङ्ग्रेस, म माओवादी, त एमाले भनेर दाजुभाइमा पनि कल झगडा भइरहेको छ, भेदभाव भइरहेको छ। त्यसलाई अब अन्त्य गरौँ। मर्दा पर्दा चाहिनेको काङ्ग्रेस एमाले माओवादी हुन्, रासोपा हुन्, कोही होइन नि। मर्दा पर्दा चाहिने भनेको त को? आफ्नो दाजुभाइ हो नि, आया आफन्ती हो नि। त्यो खालको भेदभावलाई हामीले अब हटाउनुपर्छ र नेपालमा नयाँ नेपाल जसले बनाउन खोजेको छ उसले हामीले मौका दिनुपर्छ। तसर्थ योपालि चाहिँ सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले पनि आफ्नो जे जति रिलेटिभ्स नेपालमा बसिराख्नु भएको छ उहाँहरूलाई नयाँ नेपाल बनेको देख्न चाहनुहुन्छ भने र नेपाल हाँसेको देख्न चाहनुहुन्छ भने, नेपाल परिवर्तन भएको देख्न चाहनुहुन्छ भने अहिलेको अमूल्य भोट हामीले नयाँ मान्छेहरूले चान्स दिनुपर्छ, नयाँ मान्छेहरूलाई काम दिनुपर्छ। तसर्थ मात्र नयाँ नेपाल बन्न सक्छ, देश विकास हुन सक्छ, देशमा केही परिवर्तन आउन सक्छ। नेपाल पनि एक विकसित देश हो है भन्ने बनाउने नबनाउने अहिलेको फागुन 21मा तपाईँ हाम्रो हातको कुरा हो। तसर्थ जे जति देश विदेशमा फिजारेर बस्नुभएको नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको नेपालमा पनि जे जति रिलेटिभ्स आफन्तीहरू घर परिवार जो जति हुनुहुन्छ उहाँहरूलाई पनि नेपालले मुहार फेरेको, नेपाल हाँसेको देख्न चाहनुहुन्छ भने एकपालि नयाँ मान्छेलाई चान्स दिउँ, नयाँ मान्छेलाई काम दिउँ र मात्र हाम्रो नेपाल राम्रो नेपाल हुन सक्छ। धेरै बोलेर झुटो आकाङ्क्षा देखाउनेहरूभन्दा थोरै बोलेर आफ्नो गाउँ समाज र देशलाई परिवर्तनमा लिने खालको मान्छेलाई चाहिँ हामीले आफ्नो अमूल्य मत दिनुपर्छ है त। सम्पूर्ण नेपाली बुवामा दाजुभाइ दिदीबहिनीहरू ख्याल राख्नु होला, आफ्नो मन बदलिनु होला पहिला, त्यसपछि मत बदल्नु होला र मात्र हाम्रो देश बदलिन्छ। हस्त, धन्यवाद।